हिजो चाहिँ मेरो बर्थडे थियो अनि म चाहिँ पशुपति जाँदै थिएँ। एक्लै पशुपति गएको थिएँ। म चाहिँ बिहानै 5-6 बजीतिर उठेर मान्छेहरू चाहिँ फर्किँदै पनि हुनुहुन्थ्यो पूजा गरेर। कति मान्छेहरू चाहिँ जाँदै पनि हुनुहुन्थ्यो पूजा गर्नलाई। बाँदरहरू थिए वरिपरि। मान्छेहरू भजनहरू पनि गाउँदै हुनुहुन्थ्यो त्यहाँनिर। अनि हिजो चाहिँ माता तिथि औँसी यानि कि आमाको मुख हेर्ने दिन पनि रहेछ। त्यही दिन चाहिँ मेरो बर्थडे परेको थियो। खासै भिड चाहिँ थिएन हिजो पशुपति। म चाहिँ बिहानै गएर पनि होला खासै भिड चाहिँ थिएन। फर्किँदाखेरि चाहिँ भिड थियो। त्यस पछाडि चाहिँ म पूजा गरिसकेर घर फर्किँदै थिएँ। त्यस फर्किने बेलामा चाहिँ मान्छेहरू धेरैजना आइसक्नु भइसकेको थियो। भिड नै भइरहेको थियो। अनि पूजा गरिसक्नु हुनेहरू चाहिँ फर्किसक्नु भएको थियो। यो चाहिँ पशुपतिको भ्यू, मन्दिरको भ्यू भइहाल्यो। धेरै मान्छेहरू भेला भइसक्नु भएको थियो। अनि फर्किँदा फेरि कतिजना मान्छेहरूले चाहिँ भिडियो गरिरहनु भएको थियो, फोटो खिचिरहनु भएको थियो। अनि त्यस पछाडि त्यही हो, म चाहिँ पूजा गरिसकेर फर्किसकेपछि मैले यहाँबाट चप्पल लगाएर आएको थिएँ। चप्पल लगाएँ। त्यस पछाडि घर फर्किएँ। यति नै थियो मेरो चाहिँ हिजोको पशुपतिमा पूजा गर्न गएको ब्लग चाहिँ। थ्याङ्क यू सो मच गाइज। अझै धेरै माया गरिदिनु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। बाई बाई गाइज।